नमस्कार। तपाईले थम्बनेलमा नै देखिसक्नु भएको छ। आज हामी निमाविको अध्ययन अनुमति पत्र अर्थात् लाइसेन्सको जुन रिटर्न एक्जाम हुन्छ त्यसमा कहाँबाट क्वेशन सोधिन्छ, कस्ता पाठ्यक्रम हामीले अँगाल्दाखेरि यो परीक्षामा चाहिँ सफल हुन सकिन्छ भनेर नेपाल सरकार शिक्षा सेवा आयोगले तयार गरिएको अध्ययन अनुमति पत्र निम्न माध्यमिक तहको अध्ययन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम लिएर हामी उपस्थित भएका छौं। यस पाठ्यक्रम 2078 12 महिना 2 गते जारी भएको र हालसम्म 2082 सालसम्म पनि यही पाठ्यक्रम लागू रहेको छ। आउनुहोस् हामी पाठ्यक्रमको बारेमा चर्चा गरौँ र कुन पाठ्यक्रमको कुन च्याप्टरबाट कुन खण्डबाट कतिवटा क्वेशन आउँछन् त्यो बारेमा पनि हामी विस्तृत रूपमा छलफल गरौँ है त। तपाईलाई यो शिक्षकको यो अध्ययन अनुमति पत्र चाहिँ तपाईको शिक्षक पेशामा आबद्ध हुन निम्न माध्यमिक तहको लागि पहिलो खुड्किलोमा रहेको हुन्छ र यो अध्ययन अनुमति पत्र प्राप्त गरिसकेपछि मात्र तपाई कुनै पनि शिक्षक सेवा आयोगले शिक्षक पदको लागि खोलेको भ्याकेन्सीमा तपाईले एप्लाई गर्न योग्य हुनुहुनेछ है त। अब हामी पाठ्यक्रमतर्फ जाउँ। पाठ्यक्रममा छ पहिलो छ तपाईको खण्ड क मा छ सामान्य शिक्षा। यस अन्तर्गत 1 नम्बरमा छ नेपालको राष्ट्रिय शिक्षा प्रणाली। यस अन्तर्गत तपाईले नेपालको संविधानमा शिक्षा सम्बन्धी व्यवस्था के छन्, विशेष गरी मौलिक हक र राज्यको निर्देशक सिद्धान्त हेर्नु पर्यो। त्यसैगरी विद्यालय शिक्षाको संरचना र प्रकार, शिक्षाका राष्ट्रिय उद्देश्य तथा तहगत सक्षमताहरू, यो भनेको आधारभूत तह यही भित्र के छ, शिक्षक ऐन 2028 को संशोधन सहित र शिक्षक नियावली 2059 यसै भित्र पर्यो है। त्यसैगरी शिक्षक सेवा आयोगको नियावली 2057, अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 तथा नियावली 2077, स्थानीय सरकार सञ्चालन ऐन 2074 यो भित्र पनि शिक्षासँग सम्बन्धित विषय मात्र पर्यो। त्यसैगरी राष्ट्रिय शिक्षा नीति 2076 यो भित्र पनि विद्यालय शिक्षा सम्बन्धी विषयवस्तुहरू के छन् त्यति मात्र हेर्दा पुग्यो। त्यसैगरी इन्चोन घोषणा र दिगो विकासका लक्ष्य है, यो चाहिँ एकदमै मलाई महत्त्वपूर्ण छ जस्तो लाग्छ है यहाँ मध्ये पनि है। त्यसैगरी नेपालको संविधान पनि एकदमै महत्त्वपूर्ण छ यहाँ भित्र मध्ये पनि हेर्दाखेरि। त्यसैगरी अर्को छ 2 नम्बरमा शिक्षामा नवीनतम चिन्तन। यो शिक्षामा नवीनतम चिन्तन भनेको यो भित्र चाहिँ समावेशी शिक्षाहरू, यो शिक्षामा नवीनतम चिन्तन भनेको चाहिँ अहिले जुन हामी अहिले 21औं शताब्दीमा छौं, विभिन्न 21औं शताब्दीमा विभिन्न नवीनतम अवधारणाहरू के आए, जस्तै शिक्षामा समावेशी शिक्षाको कुराहरू आए। यो भर्खरै आएका कुराहरू चाहिँ यसमा पर्छ के। तपाईको बाल मैत्री शिक्षाको अवधारणा, यो परापूर्व कालमा त बाल मैत्री थिएन नि त यो शिक्षाको अवधारणा, त्यसकारणले यहाँनेर नवीनतम अवधारणा भनेर राखेको छ। समावेशी शिक्षा, बाल मैत्री शिक्षा, सामाजिक न्याय र शिक्षामा समावेशीकरण हैन, शिक्षामा लैङ्गिक समानता समता र महिला शिक्षा। त्यसैगरी अनौपचारिक शिक्षा, यो भनेको चाहिँ साक्षरता शिक्षा, डिजिटल साक्षरता, वैकल्पिक तथा निरन्तर शिक्षा र खुल्ला तथा दूर शिक्षा चाहिँ पर्दछ। त्यसैगरी प्राविधिक तथा व्यावसायिक शिक्षा र रोजगारमूलक शिक्षा। अर्को छ जीवन उपयोगी सिप, सामान्य व्यावसायिक सिप। त्यसैगरी अर्को छ शिक्षामा द्वन्द्व तथा तनाव व्यवस्थापन, स्वव्यवस्थापन र सिकाइ भन्ने छ। यो शिक्षामा नवीन चिन्तन अन्तर्गत परेको विषयवस्तु। त्यसैगरी सिकाइ र बाल मनोविज्ञान रहेको छ 3 नम्बरमा। यस अन्तर्गत सिकाइको अवधारणा, विभिन्न सिकाइका अवधारणाहरू विभिन्न तपाईको अवधारणाकारहरूले दिएका छन्। तीमध्ये सिकाइका सिद्धान्तहरू पनि पर्दछन्, व्यवहारवाद, संज्ञानवाद, निर्माणवाद, समाजवाद, सामाजिक निर्माणवाद है, यहाँ समाजवाद भनेछु सरी, सामाजिक निर्माणवाद। त्यसैगरी अर्को छ बाल मनोविज्ञानको अवधारणा, बाल्य अवस्था र उत्तर बाल्य अवस्थाका बालबालिकाको विकासात्मक विशेषताहरू र सिकाइ। त्यसैगरी अर्को छ सिकाइमा प्रभाव पार्ने तत्त्वहरू के हुन् भन्दा उत्प्रेरणा, पुनर्बल, अभ्यास, स्मृति र विस्मरण, सिकाइ हस्तान्तरण, नैराश्यता, समायोजन र सिकाइ है। सिकाइमा व्यक्तिगत भिन्नता, विशेष आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सो अनुरूप शिक्षण। यो तपाईले एकदम पढेकै पाठ्यक्रमको विषयवस्तुमा रहेको छ जस्तो लाग्छ मलाई चाहिँ है। त्यसैगरी चौथोमा छ विद्यालय समुदाय सम्बन्ध, भनेको विद्यालय समाजको एक सहपद्धतिका रूपमा यो कुरा पढ्नु पर्यो। विद्यालय समुदाय सम्बन्ध तथा समुदाय र अभिभावकको विद्यालय प्रतिको दायित्व, यो कुरा तपाईले पढ्नु पर्यो। त्यसैगरी
विद्यालय सुधार योजना र यसको प्रभावकारिता, विद्यालयको विकासमा समुदायको परिचालन, विद्यालयको विकासमा समुदायको परिचालन, यो कुरा पढ्नु पर्यो। त्यसै गरी विद्यालयको विकासमा स्रोत पहिचान, सङ्कलन, वर्गीकरण, पहिचान तथा बजेट व्यवस्थापन, यी कुराहरू हेर्नु पर्यो। विद्यालय शिक्षामा नागरिक समाज, गैर सरकारी तथा सामाजिक संस्थाको भूमिका के छ, यी कुराहरू पनि पाठ्यक्रममा राखिएको छ। त्यसै गरी अर्को छ शिक्षकको पेसागत दक्षता विकास। शिक्षकको पेसागत दक्षता विकासको अवधारणा, यसको आवश्यकता र उपयोग। त्यसै गरी शिक्षक पेसागत विकासको वर्तमान व्यवस्था र स्वरूप। अर्को छ शिक्षक तालिमको आवश्यकता र उपयोग। त्यसै गरी अर्को छ शिक्षकको पेसागत दक्षता विकासका उपायहरू, पेसागत दक्षताको विकासको उपायहरू एवं प्रचलित मोडल तथा प्रणालीहरू। त्यसै गरी पेसागत दक्षताभित्र अर्को छ विद्यालय सिकाइ सङ्गठन, स्कुल एज अ लर्निङ अर्गनाइजेसन भन्छ हो। यसको रूपमा विकास, अध्ययन अनुमति पत्रको आवश्यकता र औचित्य, शिक्षकको नैतिक मूल्य मान्यता, उत्तरदायित्व र तिनको परिपालना। अर्को छ स्वप्रयत्नमा आधारित जीवन पर्यन्त सिकाइ। अर्को 3.6मा छैटौँमा छ गुणस्तरीय शिक्षा। अब यो गुणस्तरीय शिक्षाभित्र पनि हेर्नुपर्छ हामीले गुणस्तरीय शिक्षाको परिभाषा, अवधारणा, आयाम र विशेषता। त्यसै गरी अर्को यो गुणस्तरीय शिक्षाको प्रचलित मापदण्ड र सूचकहरू के छन् ती कुराहरू। अर्को छ यसको सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रमहरू, यो पनि अध्ययन गर्नु पर्यो। त्यसै गरी विद्यालय शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसक्नुका कारणहरू र गुणस्तर सुधारका उपायहरू के हुन् ती कुराहरू पनि हेर्नु पर्यो। त्यसै गरी गुणस्तरीय शिक्षाको विकासमा शिक्षक, अभिभावक, समुदाय र विद्यार्थीको भूमिका, यो कुरा पनि अध्ययन गर्नु पर्यो। यो खण्डकमा यति 6वटा टपिकमा रहेर अध्ययन गर्नु पर्यो। अब अर्को छ खण्ड खमा शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया। यो खण्ड खबाट चाहिँ मलाई लाग्छ अलिकति धेरै क्वेसनहरू सोधिन्छ है। अब खण्ड खमा के छ भन्दा 7औँमा जाउँ, सिरियली नै जाउँ। शैक्षिक सुशासन र नेतृत्व। सुशासन, असल शासन र नेतृत्व अर्थात् लिडरसिप केमा भन्दा शिक्षामा। अब यहाँभित्र के छ हेरौँ है त। शैक्षिक सुशासनको परिचय र अवधारणा है, सबैमा यो परिचय, परिभाषा, अवधारणा चाहिँ लगभग कमन रहेछ। शैक्षिक सुशासनमा नागरिक बडापत्र, उजुरी र गुनासो व्यवस्थापन, विद्यालयको अभिलेख व्यवस्थापन र प्रयोग, शैक्षिक नेतृत्वको अवधारणा र प्रकार, आवश्यक सिपहरू। त्यसै गरी अर्को छ नेतृत्व विकास र प्रयोगमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीको भूमिका। अर्को छ विद्यार्थीको क्षमता प्रस्फुटनमा शिक्षकको भूमिका, शिक्षण सिकाइमा प्रजातान्त्रिक अभ्यासको अवसर, विद्यार्थीमा नेतृत्व लिने अवसर सिर्जना गर्ने। त्यसै गरी विद्यार्थीहरूमा भएको बहुप्रतिभाको खोज, स्वव्यवस्थापन, आत्मचिन्तन र आत्ममूल्याङ्कनको वातावरण निर्माण, यो शैक्षिक सुशासन र नेतृत्वभित्र अध्ययन गर्नु पर्यो। अर्को छ कक्षा कोठा व्यवस्थापन र शैक्षणिक योजना। यो भनेको तपाईँले एकदम पढेकै विषय जस्तो लाग्यो मलाई भने। यसभित्र कक्षा कोठाको व्यवस्थापनको अवधारणा, अभ्यास, विशेषता, प्रयोगको अवस्था, ध्यान दिनुपर्ने कुराहरू है। त्यसै गरी बसाइ व्यवस्थापन, कसरी बसाउने विद्यार्थीलाई एक्समा अथवा चाहिँ वाइमा घुमाउरो के छन् यसको टेक्निकहरू, सिकाइ सामग्रीको सङ्कलन तथा प्रयोग, भित्ते सामग्रीको उपयोग। त्यसै गरी अर्को छ कक्षा कोठाभित्रको अन्तर्क्रिया, यसको अवधारणा, प्रयोग, कक्षा कोठामा प्रभावकारी सञ्चार, पूर्व ज्ञानको परीक्षण, विद्यार्थीको क्रियाशीलता, प्रश्न गर्ने सिप, निर्देशन सिप, विद्यार्थी परामर्श, बुझाइको सिप परीक्षण र सुधारात्मक शिक्षण, यो पनि हामीले हेर्नुपर्ने हुन्छ साथीहरू। त्यसै गरी शैक्षणिक योजना निर्माणका प्रक्रियाहरू, शिक्षक विद्यार्थी तथा विद्यार्थी सम्बन्ध, सामाजिक सांस्कृतिक तथा भाषिक विविधताको व्यवस्थापन। त्यसै गरी सह तथा अतिरिक्त कार्यकलापको योजना तथा व्यवस्थापन केमा पर्यो भन्दा कक्षा कोठा व्यवस्थापन तथा शैक्षणिक योजनाभित्र परेको विषयवस्तुहरू यिनी हुन्। अब अर्को छ पाठ्यक्रम तथा विद्यार्थी सहायता प्रणाली है। पाठ्यक्रमको अवधारणा, विकास र सम्बन्धित तहको
पाठ्यक्रमको अध्ययन। अर्को छ राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076। अर्को छ स्थानीय पाठ्यक्रम मातृभाषा सिकाइको पाठ्यक्रम। यसको चाहिँ अवधारणा, निर्माण प्रक्रिया, विद्यमान अभ्यास र कार्यान्वयनमा आइपरेका समस्याहरू। त्यसै गरी अर्को छ पाठ्यक्रममा आधारित शिक्षण सिकाइ। अर्को छ त्यसै गरी पाठ्यपुस्तकको परिचय, विशेषता र अङ्गहरू। त्यसै गरी अर्को छ शिक्षणमा पाठ्यक्रम र पाठ्यपुस्तकका अन्तर सम्बन्ध, शिक्षक निर्देशिका र यसको प्रभावकारी प्रयोग। त्यसै गरी पाठ्य सामग्री र स्रोत सामग्रीको सङ्कलन, निर्माण तथा प्रयोग र भण्डारण। त्यसै गरी अर्को छ पुस्तकालयको अवधारणा र यसको समुचित प्रयोग। है, धेरै कुराहरू पढ्नुपर्ने छ। त्यसै गरी अर्को छ शिक्षण विधि र शैक्षणिक प्रक्रिया। शिक्षण विधिको अवधारणा र प्रकार यसभित्र पनि है, शिक्षण विधि र शैक्षिक प्रक्रियाभित्र यसको चाहिँ अवधारणा, प्रकार, यो प्रकारभित्र शिक्षा केन्द्रित, विद्यार्थी केन्द्रित, अन्तर्क्रियात्मक र सहयोगात्मक छ नि शिक्षण विधिको, हो यो कुराहरू पढ्नुपर्ने हुन्छ। त्यसै गरी शिक्षण सिकाइमा नवप्रवर्धन, आलोचनात्मक चेत र सृजनशीलता, यो भनेको इनोभेसन एन्ड क्रिएटिभिटी, यो पनि हेर्नुपर्ने भयो। अब शैक्षणिक योजना र तिनको प्रयोग। सिकाइका लागि वार्षिक, साप्ताहिक, एकाइ र दैनिक पाठ योजना निर्माण र प्रयोग। अर्को छ आधुनिक शिक्षण रणनीतिहरू। यसभित्र चाहिँ परियोजना कार्य, क्षेत्र कार्य, समालोचनात्मक चिन्तन विधिहरू पर्दछन् है। अनि अर्को समस्या समाधान विधि र सिकाइमा यसको प्रयोग पनि के हो भन्दा आधुनिक शिक्षण रणनीतिहरू परे, यसभित्र परे। अब महामारी तथा विपदको समयमा शिक्षण सिकाइमा निरन्तरता। अब कस्तो महामारी अथवा विपदमा चाहिँ कुन किसिमको शिक्षण विधिहरूको अवधारणा प्रयोग गर्नुपर्छ भन्ने खालका कुराहरू यसभित्र पर्छन्। अर्को छ विद्यार्थीको मूल्याङ्कन। यसभित्र चाहिँ मूल्याङ्कनको अवधारणा, उद्देश्य र महत्त्व परे। त्यसै गरी शिक्षामा चाहिँ निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनको उपयोग, यो एकदमै महत्त्वपूर्ण छ। शिक्षक निर्मित र स्तरीकृत परीक्षा, विशिष्टीकरण तालिकाको निर्माण र उपयोग, विद्यालय शिक्षामा लेटर ग्रेडिङ पद्धति, अवधारणा, अभ्यास, समस्या, प्रभावकारिताका उपायहरू, यो पनि एकदम महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ है। त्यसै गरी परीक्षा र मूल्याङ्कनका साधन तथा तरिकाहरू है। अर्को छ शिक्षामा निरन्तर मूल्याङ्कन प्रणाली र यसको उपयोग। त्यसै गरी अर्को छ विद्यालय तहमा लिने परीक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण। अर्को छ विद्यार्थी मूल्याङ्कनका अभ्यासहरू। त्यसै गरी अर्को 12औं च्याप्टरमा छ शिक्षण सिकाइमा अनुसन्धान र प्रयोग है। यो एकदमै महत्त्वपूर्ण छ, यो खण्ड ख एकदमै हेभी मार्क्सहरू छ यसमा। अब यो भित्र चाहिँ सिकाइमा अनुसन्धान र प्रयोगभित्र चाहिँ यो अनुसन्धानको सुरुमा परिचय, उद्देश्य र प्रकार तथा विद्यालय शिक्षामा अनुसन्धानको आवश्यकता, यो निर्क्युल गर्नुपर्छ, पढ्नुपर्छ। त्यसै गरी कार्यमूलक अनुसन्धानको अवधारणा र प्रक्रिया र प्रयोग। त्यसै गरी कक्षा कोठाभित्र सम्बन्धित विषय शिक्षणका समस्याहरूको पहिचान, अनुसन्धानका निष्कर्षहरूको शिक्षण सिकाइमा उपयोग। यो अर्को छ घटना अध्ययन अर्थात् केस स्टडी, यसको परिचय, यसको प्रोसेस र यसको प्रतिवेदन पनि यसभित्र पढ्नुपर्छ। त्यसै गरी अर्को 13औं नम्बरमा छ सूचना तथा सञ्चार प्रविधि है। यो भनेको आइसिटीहरूका कुराहरू पर्छन् यसमा। शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको आवश्यकता र प्रयोग, शिक्षण सिकाइमा कम्प्युटर, इन्टरनेट र जर्नलको प्रयोग, कम्प्युटरमा अफिस प्याकेज, कम्प्युटरको उपयोग गरी शिक्षण सिकाइमा उपयोग गर्ने सामग्रीको निर्माण तथा प्रयोगहरू परे। त्यसै गरी शैक्षिक तथ्याङ्क सङ्कलन, विश्लेषण, सम्प्रेषण र प्रयोग पनि यसैभित्र पर्यो। त्यसै गरी अर्को इमिस भन्ने छ नि, एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली, यो विषय पनि यसैभित्र पर्यो। अब अन्तिम च्याप्टर छ 14औं नम्बरमा, एकदमै धेरै च्याप्टरहरू रहेको छ यसमा है। 14वटा च्याप्टर भनेको एकदमै हेभी च्याप्टर हो यसको लागि। यसभित्र अब सामान्य बौद्धिक परीक्षण र गणितीय सक्षमता भनेको छ, हामी नर्मल्ली यसलाई हामी आइक्यू भन्दछौँ। यसभित्र चाहिँ शाब्दिक बौद्धिक परीक्षण, शब्द ज्ञान परीक्षण, समरूपता, शाब्दिक वर्गीकरण, श्रेणीगत समस्याहरू, छुटेका सङ्ख्याहरू पुरा गर्ने, यो सेरिज जस्तो लाग्यो मलाई चाहिँ है। अर्को छ भिन्न र दशमलव, अर्को छ प्रतिशत र अनुपात, अर्को छ नाफा नोक्सान।
हो। यो 14वटा टपिकभित्र रहेर एकदमै धेरै सब टपिकहरू चाहिँ यस शिक्षक सेवा आयोगको यो निम्न माध्यमिक तहको पाठ्यक्रममा रहेको छ। तर एकदमै सजिलो छ यदि तपाईँ पक्कै पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने शिक्षण पाठ्यक्रमको ब्याकग्राउन्डमा रहेर यदि +2मा चाहिँ 200 पूर्णाङ्क बराबरको इक्जाम दिनुभएको छ भने तपाईँले यी विषयहरू चाहिँ कतै न कतै पढिसकेको हुनुहुनेछ है त। अब कहाँबाट कतिवटा चाहिँ क्वेसन सोधिन्छ भन्ने कुरा है त। यहाँनिर यो तपाईँको विशेषीकरण तालिका हो है। पूर्णाङ्क 100 छ भने यसको उत्तीर्णाङ्क चाहिँ 50 हो। तपाईँलाई प्रत्येक क्वेसनमा चाहिँ 2टा अङ्क हुन्छ र ती 2टा अङ्कमा चाहिँ 2टा अङ्क चाहिँ एउटा क्वेसन मार्फत हुन्छ भने तपाईँले पास गर्नको लागि उत्तीर्ण हुनको लागि न्यूनतम 50 अङ्क चाहिँ तपाईँले ल्याउनु पर्ने हुन्छ हैन। अब तपाईँको खण्ड कमा चाहिँ 1 2 3 4 5 र 6 गरी यो अनुसारले चाहिँ सङ्ख्यामा क्वेसन सोधेको हुन्छ हैन। त्यसै गरी 7 8 9 10 11 12 13 14मा चाहिँ प्रत्येकमा 2वटाको दरले चाहिँ यसरी क्वेसन सोधेको हुन्छ हैन। यसरी क्वेसन सोधे बापत जम्मा क्वेसन सङ्ख्या हुन्छ तपाईँको 50वटा क्वेसन सङ्ख्या हुन्छ। प्रत्येक क्वेसनको अङ्क चाहिँ 2 अङ्क हुन्छ। त्यसकारणले हामीले न्यूनतम 25वटा क्वेसन चाहिँ नम्बर मार्क्स ल्याउने गरी मिलाउनु पर्ने हुन्छ। अब यहाँ द्रवष्टमा केही थोरै कुराहरू लेखिएको छ। मैले भनिहालेँ तपाईँलाई यो परीक्षा प्रणाली वस्तुगत हुनेछ अर्थात् चाहिँ टिक लाउने है। यो टिक लाउने ओएमआरमा टिक लाउने खालका वस्तुगत हुनेछन् हैन। यसमा चाहिँ अप्सन दिएको हुन्छ। तपाईँले 4वटा मध्ये एउटा अप्सन चाहिँ छनौट गर्नुपर्ने हुन्छ। वस्तुगत परीक्षामा प्रति प्रश्न 2 अङ्कका दरले 50वटा प्रश्न सोधिनेछ। वस्तुगत प्रश्नहरू निर्माण प्रथम तहका 50% र द्वितीय तहका 30% र लेभल तृतीय तहका लागि 20% हुनेछ। यो भनेको तपाईँको अप्सनमा चाहिँ डिपेन्ड हुन्छ के। तपाईँको ट्यागका एउटै एन्सरमा चाहिँ एउटै तपाईँले यदि एउटै क्वेसन एउटै त्यो जुन तपाईँले अप्सन हेरेर टिक लाउन सक्नुहुन्छ भने त्यो लगभग प्रथम तहको क्वेसन हो। जस्तै तपाईँको इक्जाम्पलको लागि नेपालमा शिक्षाका पिता भनेर कुन राजालाई चिनिन्छ भन्यो भने ट्यागका जुन राजा हो त्यसकै मात्र नाम हुन्छ नि त हो। त्यस कारणले गर्दा त्यो चाहिँ लेभल 1 भयो। इक्जाम्पलको लागि लेभल द्वितीय तृतीय चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने तपाईँको नेपालका 8000 भन्दा अग्ला हिमालका पूर्वदेखि पश्चिम तहका पूर्वदेखि पश्चिमतिरका हिमालहरू क्रमशः कुन चाहिँ क्रम सही छ भनेर आयो भने दिएको हुन्छ नि क्रम बिगारेर हो। त्यस्तो द्वितीय तहको हुनसक्छ। अब तृतीय तहको हुनसक्छ तपाईँको क मात्रै ठिक अथवा चाहिँ ख मात्र ठिक अथवा क र ख ठिक ग बे ठिक हो। यस्तो खालको चाहिँ लेभल 3मा हुनसक्छ। त्यसै गरी यस परीक्षाको लागि 1 घन्टा समय निर्धारण गरिएको हुन्छ। यो क्वेसन मल्टिपल चोइस अघि मैले भने जस्तो तपाईँलाई 4वटा चाहिँ अप्सनहरू दिएको हुन्छ। त्यसै गरी यस पाठ्यक्रममा परेका ऐन नियम कानुन तथा नीति कार्यक्रम परीक्षाको मितिभन्दा 3 महिना अगाडि संशोधन भएका वा संशोधन भई हटाएका वा थप गरी संशोधन भई कायम रहेको यस पाठ्यक्रममा परेको सम्झिनु पर्ने छ भनेको छ। त्यसै गरी यो पाठ्यक्रम चाहिँ तपाईँको लागू भएको छ 2078 चैते 2 देखि र हालसम्म पनि यही पाठ्यक्रम लागू भएको छ। हस्त तपाईँलाई आजको यो सामग्री कस्तो लाग्यो? यदि सामग्री इफेक्टिभ लाग्यो भने कमेन्ट गर्नुहोला र यस्तै जानकारीको लागि तपाईँले हामीलाई सब्सक्राइब पनि गर्न सक्नुहुनेछ र कस्ता क्वेसनहरू चाहिँ यसभन्दा अगाडिका परीक्षामा सोधिएका छन् भनेर यदि तपाईँलाई क्युरियोसिटी छ भने कमेन्ट गर्नुहोला। तपाईँहरूको मागको आधारमा चाहिँ म अर्को भिडियो बनाउने कोसिस गर्नेछु है त। हस्त आजलाई यति नै, धन्यवाद।